हे गाइस वेलकम टु माई न्यू ब्लग्स। म आज आएको घुम्न सङ्घा अनि यहाँबाट जाउँ अब त्यहाँ पुल छ माथि होइन झुलना पुलमा जाँदै अनि त्यहाँ टिकट लिन्छ अब कति रुपियाँ लिन्छ टिकटको जस्तो जाउँ हेरौँ यसो अनि त्यहाँ गएर फोटो तानौँ अनि त्यहाँ भित्र मन्दिरहरूमा घुमाउने हो अनि यहाँबाट अब जाँदै आज म यहाँ आइसकेको छु टिकट लाने हो टिकट लिएपछि भित्र पुल यहाँ माथि जाने हो त्यसो अब टिकट लिन्छु। सो गाइस यहाँ टिकट लिइसकेको छु अब चाहिँ भित्र जाँदैछु यहाँ छिर्दैछु भित्र अब हेरौँ अब के कस्तो हुँदो रहेछ होइन यहाँ डर पनि लाग्दो रहेछ अलिअलि होइन सो जाउँ। यहाँ धेरै हावा चलिरहेछ होइन डर पनि लाग्दो रहेछ सो उहाँबाट आउँदैछ मान्छे होइन सो अहिले जाउँ म त पारि गएर मेरो साथीलाई कस्तो यहाँ फिल भइरहेछ कस्तो हेलो सो अब यसो आयो भने के हुँदैन होइन यहाँ टाइम फोटो ठान्दै ल आइसकेको छु है सो धेरै घुमाइको अहिले यस्तो भएको थियो है यता यहाँ हेर्नुहुन्छ अगाडि सो कसरी मेरो साथी हेर्नु त त्यो कस्तो चलिरहेको छ डराएर ल यहाँ चाहिँ म यो सेकेन्डचोटि आएको होइन अब यहाँबाट चाहिँ हेर्नुहुन्छ कस्तो नजारा छ है म यहाँबाट अब चाहिँ भ्यू हेरेर आउँछु ल यहाँ हेर्नुहुन्छ अब यहाँको चाहिँ धेरै त्यो छैन है अब यता चाहिँ धेरै यो अब यहाँबाट मोबाइलमा खसोस् भनेर थिच्यो त्यसो भए त्यो चाहिँ त्यो मोबाइल त्यो फोटोस् है ल यहाँ के भयो छिटो जाउँ भने ल साथीहरू म यहाँबाट अब भिडियो बनाउँछु ल सुनिल भिडियो बनाऊ भने ल है अगाडिबाट सो साथीहरू अगाडिबाट चाहिँ भिडियो बनाउने हो म फेरि लेभेल हस् हस् भिडियो के फोनमा हाफ भने कि हाफ गाइस अब यहाँ जाँदैछु मन्दिर धेरै भिडियो बनाइसकेको छु है अब यहाँबाट पुरै लुक पनि हेराइसकेको छु है अब यहाँ हेर्नुहुन्छ अगाडि अब त्यहाँ टिकट देखाउने होइन टिकट हेराउने दुईजनाको म अनि मेरो साथीको अनि गएर सो म अब त्यहाँ मन्दिर जान्छु होइन अब यहाँबाट सबै भ्यू तपाईँलाई डिटेल्स सबै भन्दै जान्छु होइन अब त्यहाँ उताबाट आएको होइन ऊ त्यो छ नि उताबाट टिकट लिएको अनि यहाँ चाहिँ टिकट हेराउने हो अनि जाउँ है ल छु टिकट पनि राखिसकेको छ होइन अब यहाँबाट चाहिँ जान्छु ओ यहाँ चाहिँ भ्यू राम्रो आउँदै रहेछ कि भने यहाँबाट फोटो तान्छु ल अनि जाउँ छु अब यहाँ चाहिँ रेस्ट गर्नु अलिकति रेस्ट गर्छु अगाडि छ है रेस्ट गर्न अब यहाँबाट सिधै जाँदा अलिकति यहाँ मेरो साथीको गर्लफ्रेन्डको यहाँ मेसेज पनि आउँदो रहेछ यहाँ हेर्नुहुन्छ ल अब यहाँ पसल पनि छ यता अब यो के हो चाहिँ थाहा भएन यो घर बन्दै थियो अब कस्तो यो होइन अब यहाँ पसल पनि छ हेर्नुहुन्छ अब यहाँबाट जाँदा जाने बाटो त्यहाँ हो अब जाउँ अब आइसकेको छु मन्दिर है यहाँ धेरै पसलहरू हेर्न पाइन्छ तपाईँहरूलाई अब यहाँ अलिकति अगाडि छ जाउँ अब यहाँबाट धेरै थियो माथि हेर्नुहुन्छ कस्तो लुगा आउँदैछ
यहाँ चढ्नुपर्छ ल ल ल अहिले यहाँ डोर लागिसक्यो अब यहाँबाट चाहिँ हिँड्नुहुन्छ अब यहाँ म आइसकेको छु है सो जाउँ अलिक टाढा जानुपर्छ क्या अब चाहिँ आइसकेको छु 2 मिनट मात्र हो 2 मिनट पनि लाग्दैन यहाँबाट यहाँ चाहिँ खत्तम भयो त्यहाँ चाहिँ तिम्रो है हल्नु गर्नुपर्ने अब यहाँबाट हेर्नुहुन्छ कस्तो धेरै पसलहरू हुन्छ होइन अगाडि छौँ अब यहाँ लाइनमा धेरै पसल आउनु छ होइन अब आइसकेको छु मन्दिर भित्र जान्छु अब यहाँ आइसकेको छु भित्र अब जाने हो जाउँ अब यहाँबाट सिधै जाँदा तपाईँहरूलाई आउने हो उहाँ चाहिँ यहाँ हुनुहुन्छ शङ्करजीको मूर्ति धेरै शङ्कर भगवानको भैरवनाथको अब चाहिँ भित्र जाने हो अब यहाँबाट चाहिँ पुरै त्यहाँ हुनुहुन्छ कस्तो लुकाएको होइन आज झन्नै खाली छ है यहाँ चाहिँ आज टन्नै खाली छ आज अस्ति जस्तो छैन मान्छेहरू सो अब यहाँ लाइन बाई लाइन त्यो छ मूर्तिहरू यहाँ छ हेर्नुहुन्छ ठुलो शङ्करजी भगवान यहाँबाट फोटो थान्दा ल यहाँ आइसकेको छु भित्र मन्दिर अब यहाँ चाहिँ अब यहाँबाट हेर्नुहुन्छ अब तपाईँहरू यहाँ हेर्नुभयो कति ठुलो हाम्रो शिवको मन्दिर रहेछ है त्यो अब यहाँबाट जाँदै भिडियो गर्दै यहाँबाट हेर्नुहुन्छ कस्तो होइन अब यहाँबाट जान्छु एकैचोटि कोठा अब चाहिँ रुममा होइन सो म यही भन्दै रेस्ट गर्नु बस्यो अब यहाँबाट रेस्ट त गरिसकेको छु अब अलिकति त्यहाँ घुम्न जान्छु सो तिमी बस्ने हो म यहीँ आउँछु एकछिन ल कि आउन तिमी पनि घुमाइदिन्छु नि ए यता टिकट लाग्दैन कि आइज सघाइ छ यहाँबाट जाँदा माथि होइन टिकट नै छ त्यहाँ अब यहाँबाट जाँदा होइन यहाँबाट हेर्नुहुन्छ कतै ठुलो छ अगाडि पनि हेरे हो होइन अगाडिबाट सो अब यहाँबाट जाउँ सो त बन्द छ यहीँबाट जानु भयो तर टिकट लाग्छ यहाँबाट होइन ओइ सिका छ सिका त्यहाँ हाल्नु पर्यो यहाँ 10 रुपियाँ सिका छ सबै छ यता होइन सो गाइस अब यति बेला आउँदा मान्छे थिएन है आज चाहिँ यहाँ हेर्नुहुन्छ कति मान्छेहरू छन् यहाँ कति छन् कति छ होइन तर त्यो बेला आउँदा थिएन तर अहिले चाहिँ पुरै हिलिरहेछ है डर पनि लाग्दो रहेछ हेर्नु अनि यहाँबाट पुरै लुकेर आउँछ है म पुरै काठमाडौँतिर गएँ अनि यहाँ तल हेर्दा कस्तो डर लागिन्छ होइन यहाँ तल हेर्दा अब यहाँबाट जाँदा होइन म अलिकति लिन्छु सो यही म ब्लग